हेलो गाइस, ल गाइस हेर्नुहोस् है, हाम्रो काम सुरु भइसकेछ। ल हेर्नुहोस् है साथीहरू, मैले यत्रो प्याज काटिसकेको छु। अनि साथीहरू यो प्याजलाई अब कटिङ पनि गर्ने हो। अनि साथीहरू आज के कुरो भयो भने हाम्रो आज गोबी आउन थियो क्या साथीहरू। त हिजो राति मेरो रेडीमा आएको थियो रिक्सावाला, जो गोबी मैले मगाउँछु जोसँग अब रिक्सामा। अनि साथीहरू मैले त्यसलाई भनेको थिएँ कि मैले भोलि 4 लिफाफा ल्याइदिएस् बिहानै भनेर। अनि त्यसले त आज बिहान त कुर्दा कुर्दा त मान्छे त केही पनि छैन क्या। फोन गर्दा फोन पनि लाग्दैन, मान्छे पनि छैन मन्डीमा यहाँ त। अनि साथी हैरान भएर म मन्डी पनि गएँ। मन्डी गएर मैले आज 3 लिफा मात्रै गोबी पाएको साथी। ल हेर्नुहोस् साथी, यति हो गोबी, बस यति गोबी। अनि साथीहरू मैले त्यो यसमा अझै आज पनि बनाइयो अनि भोलिको लागि छ। अनि फेरि भोलि पनि साथी गोबी ल्याउनुपर्छ कि। अनि फेरि त्यसलाई मैले कुर्दा कुर्दा हैरान भएर अनि मन्डी गएर ल्याउँदाखेरि फेरि गर्दा थिएन मान्छे। आज यो गोबी पनि साथीहरू आज 2टा दोकानबाट आएको छ क्या। एउटा दोकानबाट एक गोबी आएको छ, एउटा लिफाफा आएको छ। अनि अर्को दोकानबाट अनि 2टा लिफाफा भएर 3 लिफाफा मात्रै मिल्यो क्या साथीहरू गोबी आज। क्योंकि अब गर्मीको सिजन छ, गर्मीमा अब यस्तै हुन्छ क्या साथीहरू, खोसा खोस हुन्छ गोबी त। अब आउँछ कम, अब लाग्छ धेरै के। अनि त्यही भएर म आज बिहान बिहानै फटाफट गएर अनि गोबी लिएर आएँ। गोबी लिएर अब काम साथीहरू भित्र अब मन्जुर बन्दैछ। मन्जुर बनेर अनि फेरि के नास्ता। ल ओहो साथी, मेरो नास्ता पनि हेर्नुहुन्छ, मेरो आज नास्ता पनि आइसकेको छ। ल नास्तामा हेर्नुहोस् साथी, 2टा सुक्खा रोटी छ अनि साग छ साथी, हिजोको साग हो। अनि साथमा चाय पनि छ साथीहरू। आज काम गर्न बहुत लेट भयो कि साथीहरू, गोबीले गर्दा गोबी आयो लेट आज। त्यही भएर बल्लै लाखाम साथीहरू, बस अब फटाफट काम गर्ने हो। नास्ता खान्छु म फटाफट। ल त साथी, म नास्ता खाएँ। ल त हुन्छ है। ल त साथी, म यति नास्ता खाएर भ्याउँछु। अब फटाफट काम गर्न साथीहरू, आज त बहुत काम छ कि आज। ल त हुन्छ है साथीहरू।